हेलो एभ्रिबडी नमस्कार। म फेरि केही कुरा भन्न आइरहेको छु भन्दा नि मलाई याद आयो क्या ठ्याक्कै त्यो महाभारतको कलाकार मरेछ के अरे कर्ण रोलमा गरेको मैले चाहिँ ठ्याक्क बच्चाको याद आयो क्या मलाई चाहिँ त्यो कलाकार मन्ने पर्थ्यो। हामी बच्चा त हामी भगवान् भन्ने त्यसलाई भगवान् मान्ने के टक्क रामलाई देख्यो राम भगवान्, त्यसलाई देख्यो त्यसलाई भगवान्, जो देख्यो नि त्यसलाई भगवान्। तर 68 वर्ष उमेरमा रहेछ। मैले नि एजेन्सीबाट भन्नाले फेसबुकबाटै देखेको अनि केही कुरा भन्ने याद आयो क्या ट्याक्क लाएर कस्तो मरेछ है। राम्रो थियो रोल त बवाल थियो, हामीलाई त भगवान् थियो। म त झन् वाकर लिएर टिभी बिग्रे पनि वाकर लिएर कहाँ यो एर्जनका घर पुगेर कता पुगेर हरियो चौर थियो वाकर मजा गुड्थ्यो, मजा आले हेर्न गइन्थ्यो। त्यसमाथि दाइको भुइँ चढेर यार लास्टै दुनियाँका घर गाली खाँदै ढोका बनाउँदा ढुकढुक्क भिगारेका चाहिँ टुक्रा चाहिँ टिभी हेर्नलाई त्यस्तो दिन नै थिए। ठुक्क सम्झिँदा त दिक्क लाग्छ त्यस्तो जिन्दगी, कुकुरको जस्तो जिन्दगी लाग्छ। त्यस्तो त वास्तवमा केही गइन्छ नि त। त्यति बेलाको लागि त्यही ठुलो अचम्म लाग्छ। ल कसले हेऱ्यो 90को दशकको बच्चाहरूले बुढाहरूले भनौँ त रियलमा राम्रो थियो, कलाकार त राम्रो थियो। मैले त्यसको मुम्बईमा त्यो चन्द्रकान्त भन्ने हेरेको राम्रै थियो। कलाकार चाहिँ राम्रो कलाकार हो। त्यो कलाकार भन्दा पनि मलाई चाहिँ ठ्याक्कै बच्चाको याद आयो क्या। बच्चाको रमाइलो भनौँ कि खुसी भनौँ त्यो त छुट्टै मजा आउँथ्यो। दाइलाई दर दुःख दिएर हेरिएस दुनियाँको गाली खाँदै त्यो सम्झ्दा अलिक दिक्क लाग्छ। अहिले दाइ नि बुढो पनि भयो, म नि बुढो भएँ। तर त्यो अहिले सम्झ्दा झ्याउ लाग्छ कसम। त्यो काम बस्दा नगरे अहिले 20-30 वर्षपछि आएर मजा आएर सुति हेर्न पाइन्नछ। त्यति बेला त हेर्नै पाइन्न, भोकै मरि भयो। त्यही हो संसार जस्तो लाग्थ्यो, थुक्क जिन्दगी जस्तो आउँछ। अहिले त म त सक्दिनँ रातभरि हेर्न। पहिला मैले जमाना 5वटा फिल्म होल नाइट एक्लै हेरेको रेकर्ड पनि छ। नभए हाम्रो दाइलाई सोधिनु हुन्छ। अहिले त म तँलाई अब 5 लाख दिन्छु भने सक्दिनँ होला कसम। हलमा जानु पऱ्यो, गइन्छ पऱ्यो। अस्ति भर्खर पनि गइयो त्यस्तो रात